नमस्कार। योग आयुर्वेद र स्वदेशीको साथमा आज पनि हामी उपस्थित भइसकेका छौँ। हामीले कार्यक्रममा रहेर विभिन्न रोगका विषयमा तपाईहरूलाई जानकारी गराउने गर्छौँ र अन्तर्क्रिया पनि गर्ने गरेका छौँ। आजको श्रृङ्खलामा पनि हामीले यस्तै एउटा रोगको विषयमा कुराकानी गर्नका लागि उपस्थित भइसकेका छौँ। आजको श्रृङ्खलामा हामीले पेट सम्बन्धी रोग जुन आम नेपालीहरूलाई हुने गर्दछ र यो पेटको रोगले कस्तो किसिमको असरहरू पार्ने गर्दछ र पछि यसको गम्भीरता ले कस्तो कस्तो किसिमका रोगहरू निम्त्याउँछन्, यो विषयमा कुराकानी गर्नका लागि आजको श्रृङ्खलामा पनि हामीसँग योग र आयुर्वेदका जानकार चक्रपाणी न्यौपानेज्यू हुनुहुन्छ। यो कार्यक्रमलाई सहकार्य गरेको हो वैदिक आयुर्वेद सेवा प्रणालीले। अब लागौँ पेटको रोगमा के कस्ता चाहिँ समस्याहरू आउने गर्छन् र यसका लागि कस्तो किसिमको योग आयुर्वेदिक उपचार पद्धतिहरू हामीले अपनाउन सक्छौँ, यो विषयमा कुराकानी गरौँ। धन्यवाद सनतजी। हामीले योभन्दा अगाडि पनि धेरै एपिसोडहरू यसरी नै लिइरहेका छौँ र आज पनि हामीसित जङ्गबहादुर सुनारजी हुनुहुन्छ। उहाँ एउटा पेटको रोग एउटा राम्रो भएर र हामीलाई कार्यक्रमको लागि उहाँले एउटा सहयोग गर्नुभएको छ। र अर्को कुरा के छ भन्दा हामीले यसरी उहाँलाई ल्याउनु, हामीले यो कार्यक्रम गर्नुको अर्थ के हो भन्दा मान्छेलाई के छ भन्दा उपचार गर्ने कुरामा कहाँ जाने, कसरी उपचार गर्ने भन्ने कुरामा अन्यल छ। धेरै ठाउँमा उपचार गऱ्यो ठिक हुँदैन, हैरान परिन्छ। सही ठाउँको चाहिँ मान्छेलाई के हुन्छ भन्दा लोकेसन थाहा पनि हुँदैन, संस्था पनि थाहा हुन्न। त्यो हिसाबले गर्दा हामीले उपचार गरेको व्यक्तिलाई त्यहाँ राख्नु भनेको के हो भन्दा तपाईँलाई उत्प्रेरणा जगाउनु। जतिजनाले हेर्नु भएको छ उहाँहरूलाई के छ भन्दा ओहो त्यहाँ गएर सन्चो हुँदो रहेछ है, म पनि जान्छु है भन्ने। हामीसँग उहाँ जङ्गबहादुरजी हुनुहुन्छ। हाम्रो यहाँ गैँडाकोट नवलपरासीको गैँडाकोटको 5 नम्बर कुसुम नगर टोलको हुनुहुन्छ। आज उहाँसँग रहेर हाम्रो सनतजी रहेर हामी 3 जना भएर आज कार्यक्रम गर्छौँ। एउटा मान्छे पनि मुस्कुराइरहने, उहाँलाई भेट्दा पनि मजा लाग्यो मलाई होइन। हामीले कार्यक्रम गर्दाखेरि कस्तो हुन्छ, ठिक त हुन्छ तर उहाँमा बोल्ने त्यही कुरा आफू ठिक भएको कुरा भन्ने कला पनि हुँदैन होइन। त्यो एउटा कुरो के छ, प्रस्तुत त प्रस्तुत गर्ने कुरामा पनि कस्तो छ भन्दा अब त्यही चिजलाई राम्रोसित मिलाएर भन्यो भने हाम्रो श्रोता दर्शकले पनि विश्वास गर्नुहुन्छ, नभए यो चाहिँ होइन के अरे भन्ने हुन्छ। त्यो हिसाबले गर्दा उहाँ एउटा टोपी सोपी ट्याक्क लाउनु भएको छ, उमेरले पाएको भए पनि उहाँमा उत्सुकता पनि हामीले देखियो। र आज हामी पेट सम्बन्धी रोग योग आयुर्वेद र स्वदेशीको साथमा योगबाट कसरी ठिक पार्ने, आयुर्वेदिक औषधि के खाने र खानेकुराहरू के बार्ने भन्ने विषय र अर्को स्वदेशी मेन कुरो। हामी स्वदेशी एउटा कुरो के छ भन्दा घरकै चिजहरू खाने। घरमा के छ तरकारी सरकारी खानेकुरा के लाउनु भएको छ? के पनि केही छैन सर, केही छैन, किनेरै खानुहुन्छ? किनेर खाने, मन्डुमा ल्याएर खाने हो है। मन्डुका आसन, अब यो पेटको समस्याको लागि योगमा मन्डुका आसन अति राम्रो। पहिला योग सिकाइदिनु भयो कि भएन उहाँ जाँदाखेरि? सिकाउनु भएको थियो। सिकाउनु यसरी बस्नु त। बोल्नु भयो है, ठिक छ ठिक छ। अब यो एउटा कुरो के छ भन्दा आयुर्वेदिक औषधि मात्रै खाँदाखेरि ठिक त हुन्छ तर योग पनि गर्दा अझै धेरै ठिक हुन्छ है। मन्डुका आसन पेटको लागि यसरी ठिक छ ठिक छ। के बाको शरीर लचकता रहेछ, हेर्नु त कस्तो मजाले गर्नुभयो। यसरी यहाँ यो नाइटोमा ट्याक्कै राख्नु, यसरी हो नाइटो। अब सास फाल्दा मन्डुका आसन। अनि हजुरलाई के थियो समस्या, के भएर जानुभयो वैदिक आयुर्वेदमा? आयुर्वेदमा गयो तपाईँको साह्रै चाहिँ तपाईँको पेट दुख्ने, खाना केही नहुने, खायो बाहिरै बास हुने, हनै त्यहाँ यो शरीर चाहिँ पुरा फुलेर बस्न पनि नहुने, उठे बस्न नहुने, बसे उठ्न नहुने र त्यस्तो थियो मेरो समस्या हजुर। यो देब्रे हात अर्को, देब्रे हात तल दाहिने हात माथि, सास फाल्दै यो मन्डुका आसन। यसलाई 8-10 चोटि गर्ने पेटको समस्याको लागि सनत सर। बसेर पनि मिल्छ, गाह्रो भयो भने सनत सर यत्तिकै पनि मिल्छ। योग मुद्रा आसन भन्छ यसलाई, यसरी नै गर्नु मिल्यो।
योग मुद्रा आसन यो पनि मिल्यो। पेटको लागि सर सर यो जुन पेट सम्बन्धी जुन बिरामीहरू हुन्छन् यो अन्ततिर उपचार गरेर थाकिसकेपछि मात्रै आयुर्वेदमा आउने चलन छ नि, यसलाई के भन्नुहुन्छ तपाईँले? यस्तो हो सनत सर, एउटा कुरो के छ भन्दा बुवा तपाईँ सुरुमै वैदिक आयुर्वेद जानुभयो कि अन्त कतै उपचार गर्नुभएको थियो उहाँलाई सोधौँ न। सुरुमै वैदिक आयुर्वेद जानु? म त्यो अन्त गएको होइन, गएँ एकपल्ट भरतपुर गएँ, भरतपुर गएर चाहिँ गएँ एकपल्ट हस्पिटलमा गएँ। त्यहाँबाट बिमारी भएको भयो बुढी माउले चाहिँ कहिले कहाँ गएर हेराउँछ, कहिले कहाँ लगेर हेराउने, कहिले कहाँ लगेर हेराउने। म बिमारी ज्यान त्यतिको फुलेको छ, पेट तपाईँको केही खानु भएको छैन, अनि केही लाग्यो भने छ नि हिँडेको छ एक दिन त अनि छोरो बाटो घरै थिएँ होइन। अब यो बुढो त अस्ति नै भयो भनेर त्यहाँ बिहान चाहिँ जुर्को उठेर हात मुख धुवाएर केही नखालो जामा हात त घुम्न भनेर ल्याएको थिएँ। अनि वैदिक आयुर्वेदमा यसको उपचार हुन्छ भनेर तपाईँलाई कसले भन्यो? यो वक्रासन पेटको लागि मिच्छ के, पेटमा भएको कात्रा कुद्रुक फाल्छ यसले। कसले भन्यो तपाईँ वैदिक आयुर्वेदमा जानु भनेर? बुढी माउले भनेको नि। कसरी थाहा पाउनु भएछ बुढी माउले? बुढी माउ थाहा पायो नि। हजुर बुढी माउ त त्यहाँ हुन्छ नि त फेरि धेरै जस्तो मन्डीमा। ए के गर्नुहुन्छ बुढी माउले? सब्जीहरू यसो। ए हो सब्जीहरू बेच्नुहुन्छ? ए तपाईँको त घरको सबै रोजगारी ल्याएर बुढी माउ सब्जी बेच्ने, तपाईँ के भन्नुभएको थियो अहिले प्लम्बिङको काम गर्ने? होइन म त काम त कहिले कसो हो, सधैँ होइन जस गर्नुहुन्छ नि, सबै रोजगारी हो। यो हो के एउटा कुरो के छ भन्दा ए बुढी माउ मन्डीतिर ए त्यो भएर थाहा पाउनु भयो त्यहाँ होइन? यस्तो छ त्यहाँ भनेपछि अनि बुढी माउको पालो, अनि त्यहाँ भयो होला नि, त्यहाँ आइमा कुरा भयो बोलचाल भयो, यस्तो छ त्यहाँ आयुर्वेदिक यस्तो पाइन्छ यस्तो छ भने। पुरानो त त्यही हो नि त शाखा, हो कि होइन भन्नु त? अरू नयाँ नयाँ हो, पुरानो शाखा त त्यही हो पुरानो त्यही हो। त्यही भएर मैले भने नि पहिलाको पुरानो चाहिँ हुनुहुन्थ्यो, मलाई चेक गर्दाखेरि मैले भने नि। तपाईँको लागि पेटको समस्या हुँदा के भएको थियो खासमा? पेट पनि अब खाना केही नहुने, खाना नहुने केही पनि, खायो बाहिर बास। दिशा गइरहनु पर्ने थियो कि के थियो त्यस्तो? गइरहनु पर्ने, बाहिरको बास भन्नुभयो नि त उहाँले। यो के छ भन्दा सनत सर मेन कुरो के हो भन्दा तपाईँले चाहिँ तपाईँको खानेकुराहरू टाइममा खानुहुन्थेन होला। अब त्यो टाइममा त अब कोही बेला टाइममा नै खाइन्थ्यो, कहिले टाइममा पनि खाएन नि त। अर्को कुरो के छ भन्दा अर्को माछा मासुको कतिको सेवन गर्नुहुन्छ? माछा मासु धेरै सेवन गर्यो भने पनि त्यस्तो हुन्छ। के थियो माछा मासु त खानुहुन्छ नि? हो यो खानेकुराको एउटा सनत सर, खानेकुराको एउटा टाइम टेबल भएन, सूची मिलाउनु पर्यो। सूची मिलेन भने यस्तो पेटको समस्याहरू आउँछ। देख्दा पेट हो सनत सर, यो जस्तो अरू ठुलो समस्याहरू केही पनि हुँदैन। खायो तपाईँको पेटमा गयो, पेटैले हजम भएन, पेटमै तपाईँको पाचन भएन भने शरीर विभिन्न किसिमको समस्याहरू आउँछ। तपाईँलाई पेटको समस्या भएपछि अरू के समस्या भयो तपाईँको शरीरमा? शरीरमा तपाईँको यो ज्यान फुल्ने, अनि घोडा दुख्ने, यो पुरा दुख्ने, तपाईँको कोम दुख्ने, ढाड दुख्ने, तपाईँको यो पुरै हो क्या, यो खुट्टा दुख्ने। भनेपछि नदुखेको भने ठाउँै भएन हजुर, ककरक्कै हो नि। अब न ठटाइदेऊ भन्छु, ठटाएर कति हुँदो रहेछ हजुर, आखिर त दबाई त खानै पर्यो। अहिले तपाईँको घरमा जाँदा तपाईँको छोरी हुनुहुन्न रहेछ, छोरी तपाईँको एकदमै खुसी हुनुभयो। अनि मैले भने बुवा कस्तो हुनुहुन्थ्यो के हुनुहुन्थ्यो भनेको साह्रै बिजोग हुनुहुन्थ्यो, अहिले चाहिँ तपाईँको धेरै राम्रो भयो भन्नुभयो है। बुवा अब सुत्नुहोस् यसरी पछाडि हान्ने, यसले सबै रगत खेलाउँछ, शरीरको तपाईँको ज्यान दुख्नलाई ठिक गर्छ यसरी। यो 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 सनत सर विपरीत आसन, पुठामा हान्नु दुइटै खुट्टाले, एकुन्टा खुट्टाले पालै पालो, घोडा दुख्नलाई राम्रो गर्छ, ढाड दुख्न राम्रो गर्छ। बिस्तारै अभ्यास गर्दै गर्ने है। अनि छोरीले भन्नुभयो कि बुवाको यस्तो हालत थियो, अहिले त्यो धेरै राम्रो भएको भन्नुभयो। अहिले छोरीको पनि एउटा भोइस लिउँला है, उहाँको पनि कुराकानी हामीले राखौँला। यो पेटको समस्याबाट पछि गएर कस्ता कस्ता रोगहरू चाहिँ निम्त्याउन सक्छ? यस्तो छ सनत सर, पेटको रोगले अल्सर, अल्सर भएर पेटको क्यान्सर, पाइल्सको रोग, युरिक एसिड,
सबै रोगको कारणै तपाईँको पेट हो। सुगर, थाइराइड, यी सबै कारण के हुन्छ भन्दा पेटकै रोग हो। त्यस कारणले गर्दा पेट राम्रो हुनु पर्यो, मेन कुरो पेट राम्रो हुनु पर्यो है। अनि तपाईँले कति वर्ष भयो त तपाईँले यो के अरे उपचार गरे चाहिँ कति भयो? भुजङ्ग आसन यो गर्नु, दायाँ बायाँ हात भुजङ्ग आसन, यो ढाड कम्मरहरू, शरीरको दुखाइहरू, यो तपाईँ कति साल अगाडि जानुभएको थियो? धेरै अगाडि भने जस्तो लाग्छ तपाईँलाई। कहिले जानुभयो? 5 वर्षभन्दा अगाडि हो कि म गएको। 5 वर्ष अगाडि। त्यो पेटको रोग ठिक भएपछि फेरि औषधि खानु भएको छैन? खाएन। 5 वर्ष भयो अझै औषधि खानु पऱ्यो होइन? बाफ रे बा, यो हो क्या आयुर्वेद भने। मान्छे एलोपेथिक दबाई जीवनभर खाइरहेछ, मर्दाखेरि बल्ल छोड्यो। ल्याउनु मैले यस्तो बिरामीहरू त आज मात्रै होइन, योभन्दा अगाडिकै एपिसोडहरू पनि यस्तै भेटेको छु। जस्तो कि एलोपेथिक औषधिले पनि पेटको रोगलाई त तत्कालमा सन्चो बनाउँछ, तर आयुर्वेदले चाहिँ तपाईँको यसरी दीर्घ अवस्थामै निको बनाइदिन्छ। भनेपछि पेटका रोगीहरूलाई हजुर के भन्नुहुन्छ तपाईँले? खासमा पहिलाचोटि उपचार गर्न कहाँ जाने सल्लाह दिनुहुन्छ? पेटको रोगी हुनुहुन्छ भने पहिला आयुर्वेदमा आउनु। तपाईँ कहीँ जानै पर्दैन। पेटको लागि त आयुर्वेद यति रामबाण छ कि तपाईँको अब उत्तानो परेर सुत्ने यसरी पवनमुक्त आसन पेटको लागि पवनमुक्त आसन यो एकदमै राम्रो। यसरी पेटको लागि पवनमुक्त आसन। सनत सर मोटो हुनुहुन्छ तै पनि लचकता छ शरीर। पवन वाह बा हेर्नु त नगरे मान्छेको 10-15 चोटि गर्ने पवनमुक्त आसन है। अनि त्यसपछि अहिले पनि वैदिक आयुर्वेदमा गइरहनुहुन्छ भन्नुभएको थियो त, के को लागि जानुहुन्छ? घोडा दुखेर गएको छ। घोडा दुखेर के को लागि औषधि लिन जानुभयो? हजुर, लाउनु दबाई लिन जान्छु, टाइममा गइरहन्छु। सनत सर उत्तान पादासन, खुट्टा मात्रै उचाल्ने, खुट्टा मात्रै पेटको लागि। यो पेटको समस्या हुनु भनेको सनत सर एउटा कुरो के छ भन्दाखेरि मेन कुरो खानपिन, आहार। नौकासन, हात पनि खुट्टा पनि यति मात्रै, नौकासन खुट्टा यति ढुङ्गा जस्तो नौकासन। सेतुबन्ध आसन पेटको लागि 8-10 चोटि गरिदिने, 8-10 चोटि गर्ने है। एउटा आसन 8-10 चोटि गर्ने। सुन्नुहोस् सर, यो तपाईँले छुन सक्नुहुन्न है, गाह्रो छ है। लचक हुनु पर्यो है सनत सर। सब आसन एकछिन सब आसन यत्तिकै हो एकदमै। पैतालादेखि शिरसम्मको भागलाई याद गर्ने। यो जीवन हामी त याद गर्न छोड्यौँ, आफ्नो शरीरलाई याद गर्न। बाहिरी संसार हेर्दै आफूलाई बिर्स्यौँ सनत सर। अब पैतालाको भागलाई याद गरौँ। हामीले आफ्नो शरीरलाई पनि कहिले माया गर्दैनौँ। खानेकुरा जे मन लाग्यो त्यही खान्छौँ। हेर्नुहोस्, एउटा गाडीमा तेल हाल्ने बेला भन्छौँ यो ओरिजिनल हो कि डुप्लिकेट, तर यो शरीरलाई अनेक हाल्छौँ, पेटको रोग हुन्छ, अनेक हुन्छ, दुःख पाउँछौँ। त्यसो खाने बेला होसपूर्वक खाउँ। अब तिघ्रालाई याद गरौँ, पेटको भागलाई याद गरौँ, छातीलाई याद गरौँ, घाँटीलाई याद गरौँ। हातका दुवै हातलाई याद गर्दै माथि जाउँ, टाउकोलाई याद गरौँ। शरीरमा भएका सम्पूर्ण चिजहरू टाउको माध्यमबाट उडेर गएको याद गरौँ सनत सर। विकार जति सबै गए। देब्रे कोल्टो फर्केर हातको बलले उठाउँ, जुरुक्क चाहिँ नउठ्ने है। यसरी उता फर्केर उताबाट त्यसरी होइन, हातको बलले झलक्क उठ्दा ढाडमा केही हुनसक्छ, ढाड जान सक्छ, केही हुन्छ है। सनत सर यो हामीले पेटको लागि गरौँ है। जडीबुटीको शक्ति नेपाली उपचार पद्धति। नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिबाट हासिल भएका सफलताको जीवन कथा तपाईहरूमाझ प्रस्तुत गर्ने गर्दछौँ।
गोर्खा जिल्ला आरुघाट घर भए हाल मंगलपुर भरतपुर चितवनमा दूध डेरी किराना पसल गर्दै आफ्नो जीवन यापन गर्दै आउनु भएकी बिजुला बरामु पेटको समस्याबाट पीडित हुनुहुन्थ्यो। मेरो नाम बिजुला बरामु हो। घर मेरो स्थायी रूपमा भन्नुपर्दा चाहिँ गोर्खा जिल्ला आरुघाट गाविस वडा नम्बर 8 पर्दछ। हाल चाहिँ म मङ्गलपुर बस्दछु। म अहिले दुध डेरी प्लस किराना पसल चाहिँ सञ्चालन गरेर बसेको छु। मलाई चाहिँ पहिलेदेखि नै समस्या भनेको ग्यास्ट्रिकको समस्या हो। अब खास भन्नुपर्दा चाहिँ पेटहरू दुख्ने अनि पेटहरू कराइराख्ने अनि दिसाहरू कब्जियत हुने गोटाहरू पर्ने त्यस्तो समस्याहरू आउँथ्यो। अनि साथसाथै दिसा बस्दाखेरि अनि दिसामा चाहिँ हल्का रगत देखे जस्तो हुन्थ्यो। अनि पछि बिस्तारै मलाई चाहिँ अनि यस्तो खाएको कुराहरू खाने बित्तिकै टोयलेटहरू लाग्ने होइन अनि बारम्बार टोयलेटहरू लगाइराख्ने त्यस्तो समस्याहरू बिस्तारै बढ्दै गयो। विगत 8-9 वर्ष पेटको समस्याबाट पीडित बरामु विभिन्न अस्पताल जाँदा र उपचार गर्दा ठिक नहुँदा कतै मलाई ठुलै रोग त लागेन, अब यत्तिकैमा मरिन्छ कि भन्दै चिन्ताले उहाँलाई पिरोल्न थाल्यो। त्यो बेला मैले 6-7 दिनसम्म पनि ग्यास्ट्रिकै समस्याले भर्नै भएर बस्नु परेको थियो कि पहिला पनि मलाई। अनि अहिले 3-4 वर्षको पिरियड पछाडि फेरि फर्केर आएको हो यो ग्यास्ट्रिक। मेडिकलको नि खाएँ होइन, दबाई त करिब 1 महिना चलाएँ। त्यो 1 महिना दबाई चलाउँदा नि मेरो त्यो खाएको खानेकुराहरू नपच्ने होइन, त्यस्तो हुँदाखेरि चाहिँ मलाई एक हिसाबले डर पनि लाग्यो कतै मलाई क्यान्सर पो भयो कि होइन, अथवा मलाई चाहिँ मेरो गला ड्यामेज भएर चाहिँ यस्तो समस्याहरू भएको हो कि धेरै टेन्सनहरू भयो। अब मलाई चाहिँ ठुलै रोग लागेको छ कि अरे अब म चाहिँ मर्छु होला सायद भन्ने त्यस्तो मनमा लागिसकेको थियो मलाई। उपचार गर्न कसरी आइपुग्नु भयो त वैदिक आयुर्वेद सेवा प्रणालीमा के कस्ता सल्लाह सुझाव पाउनुभयो? पछि यस्तै टिभीहरू मैले प्रोग्रामहरू पहिले नै हेर्ने भएर एकचोटि त्यही भए पनि वैदिकमा जाऊँ न त, आयुर्वेदिक जुन हाम्रो औषधि अथवा जुन आयुर्वेदिक जुन हस्पिटल छ उहाँ त्यसमा नि जाउँ भन्ने हिसाबले अनि त्यो टिभीबाट आएको प्रोग्राम हेरेर पनि अनि एकचोटि विचार गर्न भए पनि जाउँ भनेर चाहिँ उहाँसँग भने। अनि उहाँले हुन्छ नि त जाउँ भन्नुभयो र म गएको हो। त्यस पछाडि अनि त्यहाँ जाँदाखेरि चाहिँ अब त्यो औषधिहरू चाहिँ अब डक्टरको सल्लाह अनुसार खाएँ। डक्टर साहबले सुरुमा भन्नुहुन्थ्यो तपाईँले विशेष गरी अब हामीले भनेको निर्देशनअनुसार औषधिहरू चाहिँ त्यो तपाईँले खानुपर्छ होइन, तपाईँले बिचमा चाहिँ खाँदै गर्दाखेरि बिचमा नटुटाउनुहोस् नि। अब खाने बित्तिकै त यो आयुर्वेदिक औषधिले निको हुँदैन, त्यसले बिस्तारै तपाईँको शरीरलाई चाहिँ काम गर्छ। तपाईँ नातिकन चाहिँ राम्रोसँग दबाईहरू खाने, अब खानपानलाई ध्यान दिने, त्यस्तो गर्नुभयो भने पनि तपाईँलाई धेरै राम्रो हुन्छ भनेर सल्लाह दिनुहुन्थ्यो। त्यही अनुसार नै मैले गरेको हो। आयुर्वेद औषधि सेवनपछि खान रुचेको छ, शरीर फुर्तिलो भएको छ, बन्द भएको व्यवसाय पुनः सञ्चालन गर्नुभएको छ। अहिले आयुर्वेदिक दबाईले चाहिँ त्यस्तो गलेको महसुसहरू चाहिँ हुँदैन कि हुन्छ नि, हाम्रो शरीरमा फुर्तिलो हुने खानेकुराहरू पचाउन चाहिँ धेरै सहज भयो जस्तो लाग्छ यो औषधिले चाहिँ। अहिले चाहिँ धेरै राम्रो हो, औषधि नै खाएको छैन अहिले चाहिँ। पसल पनि मैले 2 महिना पछाडि चाहिँ फेरि सुचारू गरेको, 2 महिना त बन्दै गरेको मैले पसल चाहिँ। बरामुको जीवनमा वैदिक आयुर्वेदिक उपचार पद्धतिले खुसियाली फर्काउन सफल भएको छ। होइन पहिला त मलाई पनि त्यस्तै लाग्थ्यो, प्रचार मात्रै होला भन्ने जस्तो लाग्थ्यो। तर बिस्तारै आफूले जुन औषधिहरू खाँदै गएँ अनि त्यस पछाडि चाहिँ होइन साँच्चीकै वैदिक आयुर्वेदिक जुन हाम्रो गाउँघरको जडीबुटी अति उत्तम रहेछन् होइन, त्यसले चाहिँ हाम्रो स्वास्थ्यलाई धेरै बिस्तारै काम गरे पनि त्यसले चाहिँ धेरै हदसम्म चाहिँ हाम्रो स्वास्थ्य राम्रो हुँदै गएको जस्तो लाग्छ मलाई। ठिक हुन्छ किन नहुने, मलाई चाहिँ जहाँसम्म चाहिँ मलाई अरूले भन्दा चाहिँ विश्वास लाग्थेन। अब आफैले औषधिहरू खाइसकेपछि विश्वास लाग्छ। म आफ्नो परिवारलाई नि केही भए सामान्य समस्या भए पनि म त्यसमै जानको लागि चाहिँ हामी परिवारमा सल्लाह गरेर जान्छौँ। यस्तै सफलताको कथा हामीसँग अरू धेरै बाँकी छन्। आयुर्वेदिक उपचार पद्धतिको माध्यमबाट वैदिक आयुर्वेद सेवा प्रणालीले बिरामीहरूको ओठमा ल्याएको मुस्कान र जीवनमा ल्याएको खुसियालीका उदाहरणहरू अरू धेरै बाँकी छन्। हवस् त, मेरो देश मेरो आयुर्वेदमा आजको सफलताको कथा यति नै। सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 056 595 174, मोबाइल 98 550 50 934, कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ, फोन 01 433 18 98, मोबाइल 98 512 40 934, धरान रोड हलगडा चोक इटहरी, फोन 025 580 555, मोबाइल 98 456 54 392,
बुटोल तिलोत्तमा मणिग्राम 6 शान्ति स्कुल नजिकै पुरानो प्यारागन बोर्डिङ मोबाइल 9857097934। अब जस्तो कि आयुर्वेदिक उपचार पद्धतिबाट अल्सर सम्बन्धी रोगहरू पेटका विभिन्न जटिल रोगहरूलाई सन्चो भएका छन्। यो वैदिक आयुर्वेदमा कस्ता कस्ता पेटका बिरामीहरूले चाहिँ सन्चो भएका तपाईँले पाउनु भएको छ? यो पेटको बिमारीहरू त आयुर्वेदमा सबै खालको सन्चो हुन्छ, 100% सन्चो हुन्छ। सन्चो हुन्छ। मैले यो ऊ भन्दिनँ, किन भन्दा तर आयुर्वेदमा कस्तो छ भन्दा यो ऊ रोग भन्ने नै छैन क्या। तपाईँ एउटा कुरो के कल्पनै नगरेका रोगहरू ठिक हुन्छन्। अब यो एउटा कुरो के छ, आयुर्वेदमा एउटा फाइदा विषय के छ भन्दा पेटको रोग उपचार गर्दा यता कसैको घोडा पनि दुख्थ्यो, घोडा ठिक भयो, एउटा औषधि खाँदाखेरि अर्कोतिर पनि काम गर्छ। धेरै फाइदा। शरीर कमजोरी छ, तागत दिन्छ। धेरै मान्छेले भनिरहनु पनि रहनु भएको छ। र आयुर्वेद भनेको के हो भन्दा आयुर्वेदले गर्ने भनेको शरीरमा तागत दिने, शरीरको विकार फाल्ने। हेर्नुहोस् है, कमजोरीको नामै बिमार, शरीरमा विकार भइरहेपछि बिमार भयो। आयुर्वेदले के गर्छ, शरीरको सबै विकारलाई फाल्छ। आयुर्वेदिक औषधि खानेकुरालाई होसियारी गर्ने। चिल्लो कपालभाती पेटको लागि, यो एउटा पेटको समस्या हुने भनेको जब हिलिङ हुन्छ नि, चल्छ नि, पेटमा भएको कात्रा कुत्रु सबै तल जान्छ। अर्को कुरो त्यति मात्रै न, पेट चलेपछि पेटका आन्द्राले बढी काम गर्न थाल्छन्। जब आन्द्राले कम काम गर्छ त्यसपछि पेटको रोग लाग्छ। बुझ्नुभयो? अर्को कुरो हिँड्ने डुल्ने काम गर्ने सबै पेटको लागि फाइदाजनक छ। जति हामी थपक्क बस्छौँ त्यति आन्द्रा चल्दैन है। घडी हेर्नु भएको घरमा गाईबस्तु गर्नु पर्यो। अब सिद्धियो कार्यक्रम है। अब अर्को कुरो के छ भन्दा अब खानेकुरालाई के छ भन्दा हामीले होसियारी गर्ने। माछा मासुहरू पेटको समस्या हुने मान्छेले बार्ने, माछा मासु बार्नु होला। चिल्लो तेलमा तारेका चिजहरू, मैदाबाट बनेका बिस्कुट, पाउरोटी, चाउमिन, चाउचाउ, कोल्ड ड्रिङ्क्स, पेय पदार्थ यी सबै बन्द गर्नु पर्यो। यी चिजहरू नखाने, सलाद खाने, फलफुल खाने, त्यसपछि गएर अङ्कुरित मेथी, अङ्कुरित चनाहरू खाने, काँचो चिजहरू बढी खाने, सुक्खा चिजहरू कम खाने, पानी बढी पिउने। गेडागुडी बढी खाँदा सर फेरि घुँडा दुख्दो रहेछ नि। हो, त्यही भएर नखाने, गेडागुडी नखाने, कम खाने। सर कपालभाती। अनि सर फेरि यो अब हजुरहरूलाई चाहिँ जानकारी दिनु पर्यो। अनि पिसाब लाग्छ नि, घरिघरि जानुपर्छ, यो के हो त? तपाईँ उमेर कति भयो? 10 सालको हो कि 10 साल, लगभग 70-72 वर्षको हुनुभयो। प्रोस्टेजको समस्या हुनसक्छ। प्रोस्टेजको लागि कपालभाती गर्ने हो। हजुर, अस्मिनी मुद्राको साथमा प्रोस्टेजको लागि अस्मिनी मुद्रा। सुगर पनि हुनसक्छ। दिशा गरेर टाइट गर्ने, एक श्वास एक हिलिङ, सास फाल्ने पेटभित्र, मलद्वारा टाइट। आहा, बुवाले कति राम्रो गर्नुभयो। ठिक छ, गर्नु। नाकबाट मुख बन्द, नाकबाट फाल्ने मात्रै सास। मेरुदण्ड सिधा। सर बस्दा मेरुदण्ड सिधा गरेर बस्ने। अहिले मैले भन्न बिर्सेछु, पहिलो काम भने मेरुदण्ड सिधा हो। भनेपछि तपाईँलाई पेटमा दिशा गइरहनु पर्ने थियो, पेट दुख्ने पर्ने थियो कि थिएन? दुख्थ्यो, पेट दुख्थ्यो। कति दिन औषधि खाएको, कति दिनमा तपाईँलाई कम हुँदै गयो? मैले पहिला महिना दिन खाएँ। महिना दिन खाँदा कस्तो भयो तपाईँलाई? केही विषय भयो, केही विषय भयो, पुरै ठिक भएन? हजुर, पुरा भएन। त्यहाँ फेरि भएन, फेरि थपिदिनु भयो, फेरि खाएँ, फेरि माछा चाहिँ यता बन्दै हो। फेरि कति समय खानुभयो औषधि? मैले त खाएँ 5-6 महिना। 5-6 महिना खानुभयो। ल, मान्छेले 1 हप्ता औषधि खान्छ, ठिक भएन भने बट्टा सट्टा औषधि फालिदिन्छ। एउटा कुरो के छ भन्दा तपाईँ 10औँ वर्ष 20औँ वर्षको खानपिन, 20औँ वर्षको आहारको टाइम टेबल हरेक कारणले रोग लाग्छ हामीलाई 1 हप्तामा होइन, कमसेकम 3 महिना खानुहोस्। हेर्नु त औषधि कति शक्तिशाली रहेछ। 10औँ वर्षको खानपिन, 10औँ वर्षको हिडडुल, अव्यवस्थित जीवनशैलीको कारणले गरेको रोग 3 महिनामा ठिक हुँदो रहेछ। आयुर्वेदमा कति तागत रहेछ। कति वर्ष भयो औषधि खान छोडेको ठिक भएपछि? अहिले 5 वर्षसम्म केही गर्ने। यसलाई हेर्नुहोस् है। भनेपछि अब वैदिक आयुर्वेदमा आउने कि नआउने त उपचार गर्न एकदमै। आज हामीले उहाँसित योभन्दा यस्ता त कति व्यक्तिहरू ठिक भएका हुनुहुन्छ। पेटको मात्रै होइन, युरिक एसिड, थाइराइड, कोलेस्ट्रोल, तपाईँको सुगर, प्रेसर,
अनेक खालका रोगहरू चाहिँ तपाईँको वैदिक आयुर्वेदले ठिक गरे हामीले त प्रस्तुत गरिरहेका प्रस्तुत गरिरहेका छौँ कि तपाईँलाई पनि उत्प्रेरणा जागोस् त्यहाँ आउनलाई भनेर। भनेपछि पेटको रोगलाई कहिले पनि नहोस् भन्नको लागि तपाईँले भन्नुहुन्छ बिहान उठेर मनतातो पानीबाट सुरुवात गर्नुपर्छ जीवनलाई भनिन्छ। कहिले पनि पेटको रोग नलागोस् भन्नको लागि के गर्नु पर्ला त? पहिला बिहान उठेर मनतातो पानी खानुहोस्, दिनभरि सकेसम्म मनतातो पानी खाने, चिसो पानी नखानु होला। चिसो पानी खायो भने पेट जक्रिन्छ, समस्या आउँछ। अर्को कुरो के छ भन्दा खाना खानुभन्दा अगाडि सलाद खाने बानी गरौँ। खाना खाँदाखेरि के गरौँ भन्दा तेलमा भुटेका तारेका जङ्क फुडहरू केही नखाउँ, कोल्ड ड्रिङ्क्स नखाउँ। यति गऱ्यो भने पेटको समस्या आउँदै आउँदै र बेलुकामा रेगुलर रूपमा बेलुका त्रिफला चुडा 1 चम्चा खाएर सुत्ने गरौँ। 100 वर्षसम्म तपाईँको कुनै रोग पनि लाग्दैन, केही पनि हुँदैन। त्रिफलामा यति शक्ति छ। बेलुकामा पेट सफा, जीवन सफा, सब दफा। सर भनेपछि हामीले पेटलाई सफा राख्नको लागि, पेटको रोगबाट पूर्ण आराम प्राप्त गर्नको लागि योग पनि आवश्यक भयो। योग पनि आवश्यक, खानपिनमा पनि बार्न पर्यो। अर्को कुरो के छ भन्दाखेरि तपाईँको आयुर्वेदिक औषधि पनि खानु। कहिले काहीँ त केही चिजहरू हल्का त यसो कहिले काहीँ त खान मिल्छ होला नि? यस्तो छ सर, महिना दिनमा 2 महिना 3 महिना एकचोटि अथवा 15 दिनमा एकचोटि। जस्तो मलाई जेरी खान एकदम मिठो लाग्छ भने त कति दिनमा खान मिल्यो त? तपाईँ अलि खाइरहनुहुन्छ, पाउनुभयो भने 8-10 वटै खाइदिनुहुन्छ। तर तपाईँले के गर्नु, 15 दिनमा महिना दिनमा एकचोटि खानुहोस्, त्यो केही फरक पर्दैन सर। कहिले काहीँ खानु पनि पर्यो जीवनमा। भनेपछि आज हामीले उहाँको उपचार पद्धतिबाट आजभन्दा 5औं वर्ष अगाडि उहाँले उपचार गर्नुभयो र 2-4 महिना औषधि खाइसकेपछि उहाँलाई सन्चो भयो। सन्चो भइसकेपछि 5औं वर्षदेखि उहाँले औषधि खानु भएको पनि छैन, यसरी हेल्दी हुनुहुन्छ। आयुर्वेदको शक्ति भनेको यही हो। हामी यो प्रत्यक्ष देखियो उहाँको। मैले सबै कुराहरू भने होइन। उहाँ एउटा भरत के भन्छ नवलपरासीको हाम्रो गैँडाकोटको हुनुहुन्छ होइन। भनेपछि योग आयुर्वेद र स्वदेशीको साथमा जुन यो अभियान लिएर तपाईँ स्वदेशी भनेको के छ भन्दा हामीले अहिले उहाँलाई वैदिक आयुर्वेदले उत्पादन गरेको स्वदेशी आयुर्वेदिक स्वदेशी औषधि, स्वदेशी चिकित्सा, स्वदेशी भाषा, स्वदेशी खानपिन, आफ्नै देशमा घरकै दाल भात तरकारी, स्वदेशी पढाइ, बुझ्नुभयो? स्वदेशी वस्तु प्रयोग गर, स्वदेश बचाऊ। जो जतिले सुनिरहनु भएको छ यो चाहिँ हाम्रो स्वदेशी उत्पादन हो यो आयुर्वेदिक, त्यसले पनि तपाईँहरूले चाहिँ यो प्रयोग गरेर हेर्नुपर्ने हुन्छ। आफ्नो जुन ठाउँमा आफू बस्छ नि त्यही ठाउँको हावापानीबाट उब्जिएका जुन चाहिँ जमिनबाट उब्जिएका चिज छ नि त्यसलाई त्यही नै सुट हुन्छ के, बुझ्नुभयो नि? त्यो भएको कारणले गर्दा अहिले तपाईँको विदेशमा बस्ने नेपालीहरू केही भयो भने यहीँ उपचार गर्न किन आए त? म यो भएको छ म उपचार गर्न आउँदैछु भने किन? त्यहाँको चिकित्साले उहाँहरूलाई काम गरेन, यहीँ आएपछि ठिक हुनुहुन्छ उहाँ। अहिले कयौँ मान्छेहरूले आयुर्वेदिकतिर झुक्नु भएको छ। पछिल्लो समय आयुर्वेदमा विश्वास गर्नुहुन्छ, वैदिक आयुर्वेद पनि लाइन लागिरहेको हुन्छ मान्छेहरू। अहिले भर्खरै सर एकजना मेरो साथीले एउटा बङ्गालीलाई चाहिँ पाइल्सको समस्या भएछ, उहाँदेखि फोन गरेर औषधि मगाउनु भयो। अहिले मैले यो औषधि भनेर उहाँलाई भनेर अनि अहिले लिएर जाँदै हुनुहुन्छ, बङ्गाली हुनुहुन्छ। भनेपछि अहिले विदेशमा पनि हाम्रो एकदम नेपाली आयुर्वेदिक औषधि भनेर चाहिँ विश्वले मान्छ नि सर। भनेपछि आजको श्रृङ्खलामा हामीले एउटा पेट सम्बन्धी रोगबाट सफलता प्राप्त गर्नुभयो र निरोगी आरोग्य जीवन बिताइरहनुभएका उहाँ जङ्गबहादुरजीसँग कुराकानी गऱ्यौँ। यो 15 मिनट गर्ने बिहान उठेर है, ट्याक्क यस्तो ढाडसित गर्नु त। यो 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 ध्यान मुद्रा, नाकबाट सास फाल्ने मात्रै, फाल्दा पेटभित्र जान्छ, फाल्नु ठिक छ, फाल्ने मात्रै हो, ठिक छ। यसलाई चलाउने एउटा कुरो के छ भन्दा यसको हिलिङ हुन्छ नि, जब हिलिङ त्यसपछि यो एक्टिभ हुन्छ, यसले काम गर्न सुरु गर्छ। यो जो मेहनत गर्छ, भारी बोक्छ नि त्यसलाई पेटको समस्या कम हुन्छ, किनकि यो आन्द्रा चल्छ। जो थपक्क बसिरहन्छ कुर्सीमा त्यसलाई बढी हुन्छ समस्या। त्यही कारण यो चलाउने, चलेपछि यो भित्र भएको कात्रा कुत्रुक पनि तल झर्छ, दिशाको माध्यमबाट जान्छ। अर्को कुरो के छ भन्दाखेरि तपाईँको एक्टिभ रहन्छ सर। फेरि पनि अर्को कार्यक्रममा तपाईँको हाम्रो भेट हुने नै छ। तबसम्मको लागि योग र आयुर्वेदका जानकार चक्रपाणी नेउपानेज्यू सँगसँगै हामी पनि बिदा हुन्छौँ। नमस्कार। नमस्कार।